गुड मर्निङ सबैलाई। आज चाहिँ म तपाईहरुलाई मैले रोपेको फुलहरु देखाउँछु। यो चाहिँ मैले मेरो घरमा रोपेको फुलहरु हो। मलाई चाहिँ नाम चाहिँ थाहा छैन, तर म रोप्नु चाहिँ रोप्छु किनभने मलाई पुरा मन पर्छ फुलहरु रोप्नु चाहिँ हो। म चाहिँ पहिल्यैदेखिको यस्तो फुलहरु रोपिबस्छु। अल्छी लाग्दैन मलाई यस्तोहरु गर्नु चाहिँ। यो चाहिँ सबै मैले रोपेको फुलहरु हो। अन्त हाम्रो गाउँघरमा चाहिँ कोही बेला हावा पानी चल्छ नि त, डरै लाग्दो फुलहरु जोगाउनै साह्रो पर्छ। त्यही भएर प्राय यसरी प्लान्ट लगाउँछु म चाहिँ हो। यहाँ चाहिँ फ्याक्ट्रीको बोट त्यस्तो छ। अन्त यहाँ चाहिँ यस्तोहरु छ, चाहिँ ठुल्ठुलो पत्ता भएको। यहाँ चाहिँ धुप्पी पनि छ, तर सुक्दैछ। यहाँ चाहिँ धुप्पी हो। अनि यहाँ हेर्नु नि, यो त कस्तो राम्रो छ, पुतलीको पखेटा जस्तो भएको प्लान्ट हो। म चाहिँ अहिले जस्ट सफा गर्दै थिएँ, घर सफा गर्दै थिएँ। त्यही भएर तपाईँलाई देखाएको भिडियोमा मैले रोपेको फुलहरु। अन्त यहाँ चाहिँ फुलिसकेको फुलहरु साइड लगाइदिएको छु। अन्त यहाँ चाहिँ मेवाको बोट पनि हुँदैछ। यहाँ चाहिँ युट्युबमा मैले अस्ति एउटा भिडियो हेरेको थिएँ, त्यही भएर बटल काटेर फुल रोपेको त सबै सुक्यो हो, सानो भएर सायद पट। अन्त यति नै छ। मलाई फुलहरु रोप्नु चाहिँ पुरा रहर लाग्छ, साथीहरु पुरा मन पर्छ। म चाहिँ यसरी फुलहरु लगाइबस्छु घरमा। तपाईहरु को कसलाई मन पर्छ?